इस्कुसको पानीको अचार भनेर धेरैले बनाउनु भएको थियो कि मेरो फरिपेजमा आइरहेको थियो। म पनि एकचोटि बनाइहेर्छु भनेर बनाउँदैछु आज। यो चाहिँ मेरो पहिलो पटक हो। मैले चाहिँ अरूहरूले जस्तो बनाउनु भएको थियो त्यस्तै गरी बनाउँदैछु। अब कस्तो अचम्मको कुरा, यो पानीबाट पनि अचार बन्छ, अमिलो हुन्छ भन्नुभएको छ कि उहाँहरूले। यदि बन्यो भने त गजबको कुरा भयो होइन। अनि त्यसै गरी मैले चाहिँ आफूलाई मनपर्ने भेजिज राखेर बनाएँ। यो चाहिँ मैले मटर राखेँ, गाजर अनि अखबारै अनि मुला, काउली अनि लास्टमा सिमला मिर्च पनि राखेको छु। यो अचार चाहिँ 10 दिन लाग्दो रहेछ बन्नलाई मैले सुनेअनुसार। अनि यसलाई चाहिँ घाममा राख्नुपर्छ। अब मसँग ठ्याक्कै 10 दिन छ आजदेखि। अब हेरौँ कस्तो बन्छ। अनि पक्कै पनि सेयर गर्नेछु, हजुरहरूले पनि बनाइहाल्नु होला आज नै। अब यो कुस पनि सकिनै लाग्यो नि त। अब एकैचोटि अर्को साल आउँछ।